के तपाईलाई थाहा छ श्रीकृष्णका 16,108 रानीहरू थिए, तर पनि उहाँको नाम किन रुक्मिणी कृष्ण होइन सधैँ राधा कृष्ण मात्र लिइन्छ? आखिर भगवानले किन राधासँग विवाह गर्नु भएन? यसको जवाफले तपाईको आँखा रसाउनेछ। भिडियो सुरु गर्नुभन्दा पहिले यदि तपाईँ पनि राधा कृष्णको सच्चा भक्त हुनुहुन्छ भने अहिले नै यो भिडियोलाई एक लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब र फलो गर्नुस् र कमेन्टमा राधा कृष्ण लेख्नुस्। जब राधाले कृष्णलाई सोधिन्, कान्हा, संसारले हामीलाई प्रश्न गर्छ, हामी किन एक हुन सकेनौं? तब कृष्णले मुस्कुराउँदै भन्नुभयो, राधे, प्रेम त दुई व्यक्ति बीचको सामाजिक बन्धन हो, तर तिमी र म त एउटै अस्तित्व हौ। कि कोही मान्छेले आफ्नै छाया वा आफ्नै आत्मासँग विवाह गर्न सक्छ र? कृष्णले संसारलाई यो सिकाउन चाहनुहुन्थ्यो कि प्रेम पाउनु मात्र होइन, प्रेम त त्याग र समर्पण हो। यदि कृष्णले राधासँग विवाह गर्नुभएको भए त्यो एउटा साधारण मान्छेको कथा हुन्थ्यो, तर विवाह नगरेर उहाँले देखाउनुभयो कि साँचो प्रेम शरीरको मिलनभन्दा धेरै माथि आत्माको मिलन हो। त्यसैले त आज पनि मन्दिरमा रुक्मिणी होइन, कृष्णको छेउमा राधा मुस्कुराइरहेकी हुन्छन्, किनकि श्रीमती त घरको लक्ष्मी हुन्छन्, तर राधा त कृष्णको प्राण हुन्। यदि तपाईँ पनि साँचो प्रेममा विश्वास गर्नुहुन्छ भने कमेन्टमा एकपटक राधे राधे लेख्न नभुल्नुहोला। यो भिडियो ती व्यक्तिलाई सेयर गर्नुस् जसलाई तपाईँ निस्वार्थ प्रेम गर्नुहुन्छ। यस्तै आध्यात्मिक र प्रेरणादायी भिडियोहरूका लागि हामीलाई फलो गर्नुहोस्।